पुकार प्रभु कै पदमा शिर निहुराई गर्छौं भक्ति आत्मा लगाई प्रभुले हामीलाई अन्जान ठानी गर्छौं भक्ति आत्मा लगाई नेपालको सामाजिक क्षेत्रमा क्रियाशील एक महत्त्वपूर्ण संस्था लोक कल्याण सेवा प्रतिष्ठान विक्रम सम्वत 2067 साल पुस 26 गते स्थापना भएको यो संस्था आज समाजसेवाको क्षेत्रमा निरन्तर सक्रिय रहँदै असहाय र अभिभावकविहीन बालबालिकाहरूको जीवनमा आशाको उज्यालो फैलाउँदै आएको छ। यस प्रतिष्ठानको मुख्य उद्देश्य भनेको अभिभावकविहीन असहाय तथा जोखिममा रहेका बालबालिकाहरूको संरक्षण गर्नु, उनीहरूलाई सुरक्षित वातावरणमा राखी शिक्षा, स्वास्थ्य र आवश्यक जीवनोपयोगी सिप प्रदान गर्नु हो। हाल संस्थाले विभिन्न जिल्लाबाट आएका बालबालिकाहरूलाई आश्रय दिँदै उनीहरूको उज्जवल भविष्य निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याइरहेको छ। लोक कल्याण सेवा प्रतिष्ठान 2067 सालको 26 गते दर्ता भयो। त्यसले चाहिँ धेरै कुराहरूलाई सामाजिक रूपमा संस्था दर्ता गर्नुभन्दा अगाडिदेखि नै धेरै विभिन्न जिल्लाहरू गयौँ। त्यो जिल्लाहरूमा जाँदा त्यहाँको अवस्था, सन्तान सम्बन्धी विशेष त मेरो यो संस्थाको उद्देश्य र मेरो आफ्नो पनि उद्देश्य बालबालिका सडकसम्म कसरी पुग्छन् र त्यहाँको अवस्था कस्तो हो, अनि ती बच्चाहरूको संरक्षण कुन बाटो हुन्छ, कसरी हुन्छ भन्ने विषयवस्तुलाई चाहिँ धेरै ठाउँमा जिल्लामा घुम्दाखेरि बालबच्चाहरू त्यस्तै अवस्थामा फेला परे, जहाँ कि पहिलो त हजुरको 5वटा 6वटा 7वटा छोराको आकाङ्क्षाले 5 6 7वटासम्म छोरी पाउनु सामाजिक रूपमा, अनि छोरा पाइसकेपछि छोरी चाहिँ अलिकति पर हुनुपर्ने, छोरा काख छोरी पाखा हुनुपर्ने, यो सबैलाई थाहा नै छ। तैपनि आफैले त्यो विषयमा अध्ययन गर्दै गर्दा जुन ठाउँमा गयो त्यही मात्रै समस्या धेरै जस्तो, अनि पुग्दै गर्दाखेरि कहीँ कहीँ त्यस्तो फेला पर्यो, आमा लौ न यो हजुर काठमाडौँ बस्नुहुन्छ, एउटा छोरी 6वटा 7वटा 5वटा छोरी छन्, अनि एउटा सन्तान काखमा लिएर त्यो आमा सायद भित्र मुटुभरि भकानो राख्दै होला, काखको छोराको मायाले बढी चेपेको पनि होला। यो एउटा छोरी ठुली भई हजुरले कतै लगेर राखिदिनु, पढाइदिनु भए हुन्छ, कहीँ पढाउने ठाउँ भयो भने यो छोरीलाई पढाइदिनुहोस् न, पढाउने ठाउँमा राखिदिनुहोस् न, ठुली भइसकिहाल्यो, सबैको सहयोग गर्न सकिहाल्छ, घरको सहयोग पनि गर्न सक्छ भन्ने खालको जुन आमाको एउटा भावना थियो। अनि छोरीले पढ्नुपर्छ भन्ने जुन एउटा मनभित्र हृदयदेखि नै भावुकता रूपमा एकदम असह्य भएर आफू नपढेर यस्तो भयो भने सन्तानलाई पढाउन पाए अझ उपयुक्त हुन्थ्यो कि भन्ने आमाको सोच पनि होला। पारिवारिक परिवेश, सामाजिक वातावरणले पनि उनलाई त्यो सम्म भन्न पनि बाध्य भएको अवस्था देख्छु म। त्यस्तो हुँदै गर्दा आज मनभित्र मलाई चाहिँ चिसो लाग्यो, जहाँ कि छोरा पाउँदैमा छोरी पर हुने हो र भन्ने जस्तो कस्तो के कति धेरै कुरा आए। त्यो सिचुएसनमा जसले पनि सोच्नुपर्ने स्वाभाविक कुरा हो। त्यसो भए छोरीलाई संरक्षण गर्दै लिएर कतै लगेर राखौँ न त भन्ने सल्लाह गर्दै गर्दा कतिपय घटनाक्रमहरू यस्ता आए, जहाँ कि जसको घरमा चाहिँ पढाउने भनेर बालबच्चा नानीहरू राखिएको हुन्छ, त्यस्ता ठाउँका बालबच्चासँग पनि खोजी नीति गर्दै गर्दा मैले फेला पारेँ। कोही चाहिँ असाध्यै पीडादायक अवस्थामा चाहिँ घरेलु हिंसामा परिरहेको अवस्था पनि विधिवत छ, सबैलाई त्यो राज्यलाई पनि थाहा छ।
र सामाजिक रूपमा पनि समाचारदेखि विभिन्न प्रकारका कुराहरू यहाँले भेट्नु भएको छ भने अनि फेरि साँच्चीकै खोतलेर हेर्दाखेरि त छोरीलाई त मैले प्रयोग मात्रै पो गरेको रहेछु। उसको जीवन त हामीले जति बेलासम्म उसले काम गर्न सक्छ त्यति बेलासम्मको अवधि मात्रै रहेछ। अनि जब लाउलाउ खाउँ भन्ने अवस्थामा छोरीहरूले चाहिँ त्यो चाहना गर्दै गर्दा चाहिँ मैले उसलाई संरक्षण दिएको हो र ऊ चाहिँ मेरो घरमा मलाई सहयोगको पाटो आएको हुनाले यसलाई मैले त्यो विषयमा चाहिँ चासो गर्नु हुँदैन, त्यो मेरो पाटो होइन भन्ने जस्तो कतिपय घर व्यवहारमा बसेका छोरीहरूलाई घरभित्र चाहिँ पढ्न भनेर बसेका छोरीहरूको त्यो अवस्था नभएको पनि होइन। त्यसले गर्दाखेरि भोलि उसको जीवन के त भन्दा आज त्यो घरमा सेवा गर्न बसिन्, पढ्न पनि सायद कतिपयले त राम्रै गरेर पढाउनु पनि भयो होला, त्यो उदाहरणीय मात्रै रहन सक्छ र तर अझै अधिकांश चाहिँ हिंसा नै परेको अवस्था हुने चाहिँ धेरै जस्तो देखेँ मेरो भित्री हृदयले त्यो देखिसकेपछि छोरीहरूलाई अनि एउटा यो त्यो पाटो छ भने अर्कोतिर चाहिँ हजुरको वास्तवमा छोरी चाहिँ भगवानको कृपाले एउटा सृष्टिकर्ता, रचनाकर्ता, समाज परिवार जोड्ने कर्ता, सामाजिक रूपले चाहिँ ऊ एउटा सशक्त आमा जसले चाहिँ सन्तान जन्माएर पनि त्यो सन्तानलाई इन्जिनियर, डक्टर, पाइलट के बन्नुपर्छ उसको इच्छा चाहना अनुरूप आफूलाई गुमराहमा राखेर उसलाई त्यो ठाउँसम्म पुर्याउन सक्ने आमा आज ती छोरी नै भोलि आमा हुन्छन् भने त्यो छोरीको संरक्षणको दायित्व हामी सबैको होइन र? यता छोरातिरको हकमा जानुहुन्छ हजुरहरू पनि प्रष्ट हुनुहुन्छ। एउटा छोराले कतै सडकमा पुगेर कसैको घरमा भाडा मोल्यो भने त्यो भाडा मोल्दै गर्दा ऊ साउजी हुन्छ। उसले त व्यवसाय नै गर्ने हो, यसले त सिक्छ नि त व्यवसाय गर्न भने ऊ साउजी हुन्छ भने ऊ भोलि कुनै गाडीको लागि गाडीमै एउटा अब अहिले खलासी भन्न त मिल्दैन, यहाँलाई थाहा छ, तैपनि उहाँ त्यो कन्ट्र्याक्टर के भन्नुहुन्छ गाडी सहचालक भएर हिँड्यो भने पनि उसले के हुन्छ त उसको जीवन चाहिँ गुरुजी हुन्छ, किन उसले त्यो सिप सिक्यो नि त। त्यो सिप सिकिसकेपछि त्यो नमस्कार भन्ने ठाउँमा पुग्ने अवस्था रह्यो भने अर्कोतिर छोरालाई चाहिँ बुवा आमा परिवार सामाजिक सबै तर्फबाट चाहिँ उसको सबै कुरा चाहिँ सुरक्षित छ, नागरिकता सुरक्षित छ होइन, घर सुरक्षित छ, परिवार सुरक्षित छ, नाते गोता सबै सुरक्षित छ। तर त्यही घटनाक्रममा छोरी सडकमा पुग्यो भने ऊ कतै न ऊ स्वयं सुरक्षित छ, न उसलाई सामाजिक सुरक्षा छ, न उसका परिवारले उसलाई चाहिँ सुरक्षित सहित उसलाई ससम्मानसहित स्वीकार गरेको अवस्था छ। यो मलाई लाग्छ यहाँहरू सबैले यो कुरा मनन गर्न सक्नुहुन्छ। कतै बुवा आमाले त्यस्तो हिक्मत गर्नुभएको भए समाजमा बाहिर नआएका कुराहरू हुन सक्छन्, तर बाहिर आएका कुरामा चाहिँ कहीँ पनि त्यो छोरीलाई त्यो एउटै नाममा जुन जन्मदर्ता उहाँ बुवा आमाले दिनुभएको जुन नाम छ त्यो पारिवारिक रूपमा पुनस्थापित भएको मैले भेटिनँ मैले जब म हिँड्दै थिएँ त्यो विषयवस्तु खोजेर हिँड्दाखेरि। त्यसो भएपछि त्यो सँगसँगै फेरि यता एउटा के पाटो आयो भने अब भोर्न के अरे एउटा चाहिँ छोरी आफ्नो इच्छा अनुसारको सन्तान जन्माउने भन्ने एक किसिमको चहल पहल सुरु भयो। त्यसपछि फेरि कस्तो पनि विडम्बना त्यति बेला आयो मलाई लाग्छ त्यो छोरी चाहिँ घरमा रहने बित्तिकै भोर्न हत्या गर्नुपर्ने त्यो खालको एउटा चलन पनि चल्यो। जुन बेला मैले यो संस्थाको विषयमा र बालबालिका सम्बन्धी चाहिँ खोजी गर्दै र मैले केही कर्म गर्नुपर्छ मेरो जीवनयापन भनेर म त्यहाँबाट सुरु गर्दै गर्दा मैले ती कुराहरू भेटिसकेपछि भोर्न हत्या छोरी एकदम लक्ष्मी हो, सबैको चाहिँ एकदम प्रिय वस्तु, जहाँ कि शक्ति साधना पनि छोरी नारीको पूजा हुन्छ, लक्ष्मी पूजा हुन्छ, पैसाको लागि लक्ष्मी पूजा हुन्छ, तिहार आयो दिदी भाइको पूजा हुन्छ, दिदीको पूजा हुन्छ, तीज आयो दिदी बहिनी चेलीबेटी चाहिन्छ, तपाईँका छोराको बिहा गर्न छोरी चाहिन्छ, छोरीको बिहा फेरि मेरा घरका छोराको बिहा गर्न फेरि छोरी चाहिन्छ, सृष्टि संरचना जे गर्न पनि त्यही छोरी चाहिन्छ। अनि हामी पूजा गर्दा पृथ्वी माता, देव गण्डकी माता, गङ्गा माता भनेर हामी देवीकै हरेक क्रममा पूजा गर्छौँ भने छोरी जन्मिनु के पाप हो त? के छोरी चाहिँ त्यस्तै खालको निर्दोष एउटा जुन चाहिँ जीवनमै उसले जुन उम्री नै पाएको छैन त्यो चाहिँ उसको कुनै दुःखको कष्ट उनले पापको भागी हो र होइन नि? छोरीले जन्म नपाउनुपर्छ, छोरीले आफ्नो शिक्षा आफ्नो अनुसारको आफ्नो मान सम्मान सहितको स्वाभिमानसहित बाँच्नुपर्छ भन्ने मान्यता साथ भोर्न हत्या गर्न हुँदैन है भन्ने एउटा अभियानसहित र छोरीको संरक्षण गरौँ भन्दै गर्दा कसरी संरक्षण गर्ने त? संरक्षण गर्ने त धेरै सङ्घ संस्थाहरू हुनुहुन्छ भने
हामीले चाहिँ फरक तरिकाले जो अहिलेको परिवेश यहाँहरूलाई थाहा छ, भ्रष्टाचारदेखि लिएर सारा कुराहरू त्यो भनेर साध्यै छैन, त्यस्ता खालका कुराहरूले हाम्रो देशमा एकदम टल्पलाइसक्यो होइन भने। अब त्यो चाहिँ किन भएन त भन्दा हामी नारी शिक्षित भएर नारी शिक्षा अर्जन गरे, नारीहरू शिक्षित भएर अनि त्यहाँबाट बल्ल सन्तानलाई सुरक्षित र संरक्षित गराउन पाएको र त्यो संस्कारमा भित्र्याउन पाएको भए पो आज यी सन्तानहरू त्यस्ता हुने थिएनन् भने अबका भोलिका सन्तानको अवस्था के होला त भन्दै गर्दा हामीले चाहिँ छोरीहरूलाई सबभन्दा पहिला हिजो पनि हाम्रो नारी शिक्षा थियो, नारी संस्कार थियो, नानीहरूलाई ससम्मानसहित यत्र नारी पूज्यते रमन्ते तत्र देवता, जहाँ नारीहरूको पूजा हुन्छ त्यहाँ देवता पनि रमाउँछन् भन्ने एउटा संस्कार थियो। त्यो संस्कारलाई नै हामीले यथावत राखेर त्यसैबाट चाहिँ हामीले छोरीहरूलाई संस्कार शिक्षा सँगसँगै पढ्न त शिक्षा त जसले मैले धेरै गुरुहरूसँग पनि सम्पर्क गरेँ, शिक्षा त जसले पनि आर्जन गर्न पाउँछ, शिक्षालाई काहीँ पनि रोक छैन भनेर धेरै पुराणका इतिहासहरू गार्गी, मैत्री, सीता, अहिल्या यस्ता धेरै देवीहरूको गुरुहरूले उदाहरण दिनुभयो भने हाम्रा छोरीहरूलाई पनि किन सीता, किन गार्गी, किन अहिल्या, किन अन्य देवीहरू जो नाम हुनुहुन्छ उहाँहरूको जस्तै किन नबनाउने, उहाँहरू त्यसरी जन्मिनु भयो भने पो उहाँहरूले त्यो संस्कार पाउनुभयो भने पो अनि उहाँको पछिका पीडित उहाँले जन्माउनुभएका सन्तानहरू सकारात्मक पक्षमा जान्छन् भन्ने सोच बनाएर हामीले दुवै शिक्षा आर्जन गराएर यहाँ रामजानकी बालिका आश्रम देवघाटमा छ, त्यहाँ 86 जना नानीहरू। त्यसमा पनि मैले एउटा राखेँ संस्थाले, एउटा मेरो इच्छा चाहिँ छोरीहरू त सबै किसिमले संरक्षण छन्, बाआमा भएका छोरीहरू बाआमासँग शिक्षा आर्जन गरिरहेका छन् भने हामीले चाहिँ जो परिवारबाट छुट्न बाध्य भए, 5 वटा 6 वटा सन्तान भयो, आमालाई एउटा छोरी 2टा छोरीलाई कसरी पठन पाठन शिक्षामा जोड्न पाए हुन्थ्यो भन्ने भाव जागेका आमाहरू हुनुहुन्छ। कोही बुबाको मृत्यु भयो, आमाले अर्को विवाह गर्नुभयो, अथवा आमाको मृत्यु भयो, बुवाले अर्को विवाह गर्नुभयो, अथवा दुवैजना चाहिँ विविध कारणले छोड्नुपर्ने अवस्था भयो भने ती सन्तानहरूलाई कसरी संरक्षण दिने त, कसरी शिक्षा दिने त, कसरी संस्कार दिने त, एउटै कुरामा भन्दा घाँस बाँस कपास र उसको पूर्ण अधिकार कसरी दिलाउन सकिन्छ त भन्ने सोच भएर हामीले चाहिँ खालि जो संरक्षण पाएका छन्, जो जोखिममा छन्, आज जोखिममा परेका बच्चा भोलि राज्यको नागरिकबाट वञ्चित मात्रै होइन, भोलि उनीहरूले आफ्नो शारीरिक जीवन पनि अन्यत्र लगेर सुम्पिन पर्ने अवस्था त्यस्तो आउन सक्छ। आएका धेरै कथाहरू व्यथाहरू छन्, त्यसलाई चाहिँ नहोस् भन्नलाई जतिजनासम्म मेरा छोरीहरू मेरो काखमा आइपुग्छन् ती छोरीहरूलाई चाहिँ मैले राज्यको नीतिअनुसार यस आश्रम छ यहाँ देवघाटमा रामजानकी बालिका आश्रम, त्यो आश्रममा चाहिँ संरक्षण गर्छु भन्ने मैले सङ्कल्प बोकेँ र संस्थाले त्यो अनुसारको विधि विधान पुरा पनि गरेको छ। सबै जुन निकायमा दर्ता हुनुपर्ने 30 निकायहरूसँग दर्ता भएर त्यही निकायको मापदण्ड अनुसार यहाँ छोरीहरू संरक्षण छन्। हालसम्म 86 जना छोरीहरू मेरो काखमा आइपुगे। साना आए 1.5 वर्ष, 8 महिना, 9 महिना, 1.5 वर्षदेखिको छोरीहरू आएर आज हजुरलाई मैले ज्ञात गराउनुपर्छ ती छोरीहरू आधुनिक शिक्षा सँगसँगै संस्कार शिक्षा पनि अध्ययन गर्दै आज भागवत वाचन गर्न सक्ने भएका छन्। अब यतापट्टि मलाई आधुनिक भाषा नि आउँदैन, धार्मिक भाषा नि आउँदैन, तैपनि त्यो ठाउँसम्म पुग्न सक्ने बनाएको चाहिँ यो संस्थाले। यो मेरो एक्लै देन होइन, मेरो त एउटा सोच र अभियान मात्रै हो। यहाँ संस्थामा महासचिव एउटा रथ भएर हिँड्नुभएको छ रामेश्वर खनालजी, केन्द्रमा विभिन्न पदमा रहनुभएको छ पदाधिकारीज्यूहरू, संरक्षकज्यूहरू हुनुहुन्छ, सल्लाहकारज्यूहरू हुनुहुन्छ, सञ्चालन समितिका विभिन्न पाटाहरू छन्, शाखा समितिका संयोजक हुनुहुन्छ, भवन त्यत्रो बनेको छ, भवन निर्माण समितिका पूर्ण सदस्यज्यूहरू हुनुहुन्छ र विशेष गरेर चाहिँ एकदमै धेरै हृदयदेखि नै मैले यति मात्रै लगेर दिन पाएँ भने पनि त्यहाँ छोरीहरूले केही चाहिँ राम्रा कुरा सिक्छन् र राम्रा कुरा पाउँछन्, यो म सन्तुष्टि छु भनेर जो दाताहरू हुनुहुन्छ उहाँले सहयोग गर्नुभएको छ। हर पल उहाँले भन्नुभएको छ तपाईँलाई केही अप्ठ्यारो पर्छ आमा म छु, तपाईँ मलाई खबर गर्नुहोस् है भन्नुभएको छ। ढुक्कसँग चाहिँ अभाव छैन त किन हुन्थ्यो, सबैलाई केही न केहीको अभाव हुन्छ, तर पनि खान बस्न लाउनलाई नानीहरूलाई
एकदमै पूर्णता रूपले सहयोग गर्नुभएका छ। मेरो शुभचिन्तकहरूले सबै मेरो आदरणीय हुनुहुन्छ। अब म चाहिँ खासै केही जानेको व्यक्ति होइन। मलाई एउटा अभियान आयो, सोच आयो, सन्तानका पीडाहरू खप्नै नसक्ने भए एउटै कतिपय त्यस्तो ठाउँमा पुगे जुन छोरीले तपाईँ कस्तो आमा बन्ने भनेर प्रश्न गर्नुभयो। त्यस्तो विक्षिप्त भएको सन्तानहरूको सामुन्ने पुगे। त्यो सन्तानसँग मैले उनका दुःख व्यथाका कुरा कसरी यहाँसम्म आइपुग्यो भन्दै गर्दा उनको प्रश्नले मलाई साह्रै नै एकदम विक्षिप्त बनाएको, जहाँ कि त्यो तपाईँ कुन किसिमको आमा, कस्तो आमा बन्ने भनेर भन्दा के छोरीहरूको लागि आमा नै अपहेलित हुनु, आमा नै भन्ने बित्तिकै वितृष्णा जाग्ने हो त होइन नि। आमा त सृष्टिकर्ता हो नि त। त्यो सन्तानको माया सबैभन्दा धेरै पूर्णता माया भनेको त त्यही आमासँग हुन्छ भने त्यही आमालाई नै चाहिँ प्रश्नवाचक चिन्ह गर्न पुगे हाम्रा छोरीहरू भने कतै न कतै हामी नारीको दोष त होला नि। हामी नारी नै कतै न कतै चुक्यौँ त होला नि। होला नारीका पनि धेरै विविध दुःखहरू हुन्छन्, यातनाहरू हुन्छन्, पीडा हुन्छन्, बाध्यता हुन्छन्। त्यो बाध्यताको कारण न ती सन्तान त्यो ठाउँसम्म पुगे होला नि त। त्यसलाई कुनै आमालाई मैले कुनै दोष नलगाइकन म तिमीलाई यस्तो आमा बन्छु नि त, म तिमीलाई संरक्षण गर्ने एउटा आमाको रूपमा परिणत हुन्छु नि त भनेर सोध्दै गर्दा त्यो छोरीहरूले मलाई तपाईँ सक्नुहुन्छ भने जो भर्खर आमा भन्ने शब्द फुटेर त्यो आमाको माया खोज्नलाई दुईटा आँखाले चारौँतर्फ घुमिरहेको सन्तानलाई समात्नुहोस्, जहाँ त्यसले आमाको माया खोजी गरिरहेको छ। त्यस्ता सन्तानलाई ल्याएर तपाईँले हुर्काउन सक्नुभयो, पढाउन सक्नुभयो, ज्ञान दिन सक्नुभयो भने मात्रै तपाईँ आमा बन्नुहुन्छ। नत्र भने तपाईँ जस्ता आमा त यहाँ कयौँ आमा छन्। हामीलाई बेचेर खाने आमा छन्, हामीलाई सडकसम्म पुर्याउन बाध्यता बनाउने आमा छन्, हामीलाई नै व्यापारीको भाँडो बनाउने आमा छन्, हामीलाई नै विज्ञापनको भाँडो बनाउने आमा छन्। यी धेरै आमाहरू छन्। तीमध्येको एउटा आमा बन्न चाहनुहुन्छ तपाईँ, साँच्चीकै गर्नुहुन्छ भने जसले आमाको माया खोजी गरेर घाँस र बाँस एक पेटभरि खान पाएँ भने, एक राम्रो वस्त्र अरूले लगाएको जस्तै राम्रो बाक्लो जाडोमा गर्मीमा जुनसुकै मौसममा हुन्छ त्यो मौसम अनुसारको कपडा लाउन पाएँ भने, आनन्दसँग आमाको छेउमा बसेर त्यो ओछ्यानमा सुत्न पाएँ भने, अनि त्यो महसुस जुन त्यसले आमाको माया महसुस गर्न सक्छ, त्यस्ता बाल छोरीहरूको संरक्षण गर्नुभयो भने तपाईँ आमा हुनुहुन्छ। आमा तपाईँ हामी संसारबाट त्यो जीवनबाट बाहिर निस्केर अरूको पीडा र दायिक यी यस्ता अपराधिक जेसुकै घटनामा पनि हामी सहभागी भएका छोरीहरूलाई तपाईँले संरक्षण गरेर तपाईँ आमा बन्न सक्नुहुन्न। किनभने हामीलाई संसार थाहा भइसक्यो। हामी संसारलाई पनि अब निडर भएर यो संसारलाई पनि चिराफारा गरेर हामी स्वयं आफै खडा भएर उभिन सकिसकेका छौँ भने जो सक्दैनन्, जो हामी त्यो बाटोमा आउन बाध्य भयो, त्यस्ता हजारौँ छोरीहरू छन्। त्यस्ता छोरीको संरक्षण गर्नुहोस् आमा, तपाईँले गर्नुहुन्छ भनेर एउटा छोरी सायद मैले अब कहिले पनि उसलाई चिन्दिनँ होला, तर तिनले मलाई पक्कै पनि चिन्छन्। म त्यो छोरीको एउटा प्रेरणादायकले यो गर्न सुरु गरेको। यहाँ सबै मेरा छोराछोरी विदेश छन्। मेरा श्रीमानहरू सबै म पारिवारिक हो, तर म पारिवारिक भए पनि मेरो सन्तानहरू, मेरा घर परिवार सबैले मलाई संरक्षण गर्नुहुन्छ, सहयोग पनि गर्नुभएको छ। तर म सामाजिक रूपमा म व्यवहारिक सन्यास, म वस्त्रधारी सन्यास होइन, म व्यवहारिक सन्यास। मैले चाहिँ कुनै पनि कारोबार नगर्ने शर्तमा म आज आएको यहाँ 17 वर्ष भइसक्यो, नानीहरूसँग बसेको। त्यो जीवनमा मेरो छोराछोरीसँग मैले सल्लाह गरेँ, मेरो जो अङ्ग छ, मेरो शरीरको अङ्ग छ, म मरे पश्चात पनि मेरा कुनै पनि अङ्ग काम लाग्छ भने यही आश्रमका छोरीहरूलाई है भनेर समर्पित गरेर बसेको मान्छे हो। त्यस कारणले मेरो यति कुरा सुनिदिनु भयो। यहाँहरूलाई जसले सुन्नु भएको छ सबैलाई धेरै धेरै धन्यवाद। छोरी भनेको यस्तो चिज हो, यहाँले कहिले पनि पाखा नगर्नुहोला। यदि पाखा गर्नुपर्ने अवस्था रह्यो भने राम जानकी बालिका आश्रम जो सावित्री टन्डन हो, म आमालाई ल्याएर कानुनी विधावत रूपले यहाँ ल्याएर राखिदिनु होला र छोरीहरूले पक्कै पनि उज्यालो भविष्य देख्नेछन् र देखाउने प्रयत्न गर्नेछु। पक्का पनि यहाँहरूको साथ र सहयोग सधैँ भइरहेको छ र अझ पनि हुनेछ भन्ने आशा साथ यहाँलाई सबैलाई मेरो पुनः अनुरोध गर्दै म बिदा हुन्छु। कक्षा 1 देखि 12 सम्म अध्ययनरत बालिकाहरूका साथै केही किशोरीहरू उच्च शिक्षा हासिल गर्ने अवसर समेत पाइरहेका छन्। संस्थाले उनीहरूलाई नैतिकवान
सक्षम र जिम्मेवार नागरिक बन्न प्रेरित गरिरहेको छ। त्यसैगरी बालबालिकाहरूको मानसिक तथा सांस्कृतिक विकासका लागि देशका विभिन्न धार्मिक तथा ऐतिहासिक स्थानहरूमा शैक्षिक भ्रमणको व्यवस्था समेत गरिएको छ। लोक कल्याण सेवा प्रतिष्ठानले सामाजिक तथा धार्मिक चेतना अभिवृद्धि गर्न, युवा जागरण कार्यक्रम सञ्चालन गर्न तथा समाजमा सकारात्मक परिवर्तन ल्याउन निरन्तर प्रयास गरिरहेको छ। अभिभावक नभएका वा परिवारबाट टाढा भएका बालबालिकाहरूलाई पुनर्स्थापना, आत्मनिर्भरता र आवश्यक परे विवाहसम्मको व्यवस्थापन गर्ने लक्ष्य समेत संस्थाले राखेको छ। समादरणीय सज्जन भक्त महानुभावज्यूहरू, यहाँलाई अवगतै छ लोक कल्याण सेवा प्रतिष्ठान आजभन्दा 16 वर्ष अगाडि 2067 सालमा काठमाडौँको भगवान साम्ब सदाशिव पशुपतिनाथ भगवान भोले बाबाको सान्निध्यमा कैलाशमा बसेर यस्तो भावना जागृत भयो, जहाँ आफ्नो समाज सेवालाई कुन रूपमा हामी अभिव्यक्त गर्ने, कसरी परिचालन गर्ने भन्ने एउटा मनमा तरङ्ग आइरहँदा हामी समाजका लब्ध प्रतिष्ठित व्यक्तित्वहरू सबै बसेर कैलाशमा हामीले एउटा योजना बनायौँ भगवानको सान्निध्यमा, जुन बेला चाहिँ देशभरिका सहारा नपाएका बाबाआमाहरूको संरक्षण गर्दै अनि देशभरि अध्यात्म जागरण अभियानलाई पनि सञ्चालन गर्दै एउटा संस्था त्यस्तो खोलौँ भनेर, जसको नामै लोक कल्याण सेवा प्रतिष्ठान भन्ने हामीले नाम एउटा कल्पना गरेर विधान दर्ता गऱ्यौँ 2067 साल पौषको 26 गते। र तत्पश्चात हामीले केन्द्रीय कार्यालय काठमाडौँ गौशालामा हुँदा पनि हामीले एउटा केन्द्रबिन्दु देवघाट धामलाई बनायौँ र जुन देवघाट धाममा आज यही लोक कल्याण सेवा प्रतिष्ठानले सञ्चालन गरेको श्रीराम जानकी बालिकाश्रम, जहाँ देशभरिका अभिभावकका संरक्षण नपाएका बालिकाहरूलाई संरक्षण गरिरहेका छौँ आधुनिक शिक्षा र गुरुकुलीय शिक्षाबाट भने यता लोक कल्याण सेवा प्रतिष्ठानले हाम्रो राष्ट्रमा 108 महायज्ञ अनुष्ठान आयोजना गर्ने, जुन अनुष्ठान धर्ममय होस्, निष्काम भावनाको होस्। यहाँलाई अवगतै छ यज्ञ 3 प्रकारबाट गरिन्छ, विभिन्न यज्ञादिहरू। एउटा निष्काम रूपले गरिन्छ, एउटा कामना राखेर गरिन्छ, त एउटा परमात्मालाई समर्पण गरेर गरिन्छ, जसरी भनिन्छ सत्वगुण, रजोगुण गुण र तमगुणले एउटा भने जस्तै हामीले त्यसरी गर्ने क्रममा पनि देशका विभिन्न ठाउँमा द्रव्य यज्ञभन्दा पनि ज्ञान यज्ञहरू गरेर समाजलाई केही दिनुपर्छ भन्ने भावनाका साथ अगाडि बढिरहेका छौँ। अहिले 83औं यज्ञहरू सुसम्पन्न गरिसकेका छौँ र यिनै दुवै महत्त्वपूर्ण कार्यलाई लिएर यो संस्था आज 15 वर्ष पुगेर 16औं वर्षमा प्रवेश गरिरहेको छ। सबैलाई राधे राधे। आजको बदलिदो समयमा आधुनिक शिक्षा र संस्कारयुक्त जीवनशैलीको समन्वय गर्दै देशका भविष्य यी बालबालिकाहरूलाई सक्षम बनाउने अभियानमा यो प्रतिष्ठान एक दृढ आधार बनेको छ। यो आश्रममा रहेका नानीहरूलाई मैले करिब 7 वर्षदेखि व्याकरण, भाषा, अमरकोश, भागवत लगायतका विषयहरू अध्यापन गराइरहेको छु। प्राचीन गुरुकुल पद्धतिमा सञ्चालित यो आश्रममा आश्रित नानीहरूलाई पढाउँदै गर्दा यी नानीहरू निकै अनुशासित रहेको मैले पाएको छु। यहाँबाट उनीहरूले पढिसकेपछि विभिन्न स्थानमा गएर कथा वाचन गर्ने, पुराण पारायण गर्ने लगायत विभिन्न क्रियाकलापमा संलग्न हुने गरेर राष्ट्रलाई एउटा यो आध्यात्मिक जगतमा ठुलो योगदान पुर्याउन सफल भएका छन्। करिब 7 जना अहिले नानीहरू कथा वाचन गर्नको लागि सक्षम बनेका छन्। विभिन्न स्थानमा गएर कथा वाचन गरिरहेका छन् भने अरू नानीहरू पनि पुराण, व्याकरण, भाषा लगायतका विषयहरू पढिरहेका छन् र सक्षम बन्दैछन्। उनीहरू पनि एउटा आफ्नो भविष्यको लागि सुनौलो मार्ग निर्माण गरिरहेका छन्। यसबाट यो राज्यले एउटा नारी शक्तिमा पनि
महान शक्ति हुन्छ अथवा असाधारण शक्ति हुन्छ भन्ने एउटा सबैले सन्देश प्राप्त गर्न सक्छन् र राज्यले पनि त्यो आशा गरेको हुन्छ र त्यो अभिलाषा यहाँबाट प्राप्ति भएको छ। समाजका ती बालिकाहरू जो विभिन्न कारणले अभिभावकको माया र संरक्षणबाट टाढा छन्, उनीहरूको जीवनमा आशाको उज्यालो बनेर उभिएको छ राम जानकी बालिका आश्रम। भरतपुर महानगरपालिका वडा नम्बर 1 देवघाटमा सञ्चालित यो आश्रमले विपन्न, असहाय तथा जोखिममा परेका बालिकाहरूलाई सुरक्षित आश्रय प्रदान गर्दै आएको छ। यो भवन निर्माणलाई सबभन्दा पहिला त यो भवन निर्माण समितिको लागि यो देवघाट क्षेत्र विकास समिति अनि भरतपुर महानगरपालिका को संयुक्त प्रयासमा हामीले जग्गा उपलब्ध भयो र जग्गा उपलब्ध भइसकेपछि भरतपुर स्थानीय सरकार, भरतपुर नगरपालिका अनि बागमती प्रदेश केन्द्रबाट चाहिँ सहयोग लिएर भवन निर्माण गरियो र यो सहयोग लिने क्रममा जति हामीले चाहिँ सरकारी सहयोग लियो त्योभन्दा बढी हामीले चाहिँ हाम्रा यी भक्तदाताहरूबाट हामी रकम सङ्कलन गरेर यो भवन हामीले आज यो भवन यति भवन निर्माण गरेर हामी सफल भयौँ। हाम्रो चाहिँ स्थानीय सरकार, बागमती प्रदेश सरकार, केन्द्र सरकारको त छँदैछ, त्योभन्दा बढी चाहिँ आज लगभग हामी 7 करोडभन्दा माथिको यो भवनको लागतमा यो भवन गर्ने कार्यक्रममा सरकारी अनुदान भन्दा पनि बढी हाम्रो चाहिँ भक्तजनहरूबाट कसैले कोठा बनाइरहेका छन्, 5 लाख रुपियाँ दिएर कोठाको नाम लेखेका छन्, कसैको के छ। हामीले 11,000 माथिकालाई हामीले चाहिँ यो चाहिँ उसमा दिए यो शिलालेखमा नाम लेख्ने गर्ने हाम्रो एउटा कार्यक्रम भयो। कोहीले 51,000, कोहीले 1 लाख, कोहीले 5 लाख, एक क्रमबाट जति सरकारी अनुदान भयो त्योभन्दा बढी माथि हामीले चाहिँ यो यसरी चाहिँ दाताहरूबाट हामीले रकम सङ्कलन गरेर आज यति निर्माण कार्यक्रमबाट सफल भयौँ। सानो टावरबाट सुरु गऱ्यौँ, सुरुबाट यो तपाईँको सानो अर्को लामो टावर बनाइसकेपछि अनि अब यो केटाकेटीहरूलाई चाहिँ यो टावरमा मात्र राख्नु हुँदैन। यो बालिकाहरूलाई, यी भविष्यका कर्णधार छोरीहरू एउटा चाहिँ सिस्ना झागामा फालेका छोरीहरूलाई उद्धार गर्नको निमित्त, बाबाआमा विहीन बेसहारा छोरीहरूको उद्धार गर्नको निमित्त अलि राम्रो भवनको निर्माण गर्नुपर्छ भन्ने हिसाबले पहिला यसबाट पहिला चाहिँ साधारणै एउटा टिनको छानो राखेको ठाउँमा पछि गएर फेरि हाम्रो चाहिँ सबैको यो चाहिँ सरसल्लाहले सबैको हिसाबले अनि हामीले यो माथि भवन ठुलो बनाउन सुरु गऱ्यौँ र सबैको देवीको कृपाले, सबैभन्दा बढी कृपा त आमाकै हो, जगत जननी आमाको कृपाले आज हामी यति भवन बनाउन हामी सफल भयौँ। यहाँ उनीहरू केवल बसोबास मात्र होइन, आधुनिक शिक्षा, संस्कार र जीवनोपयोगी सिपहरू सिक्दै आफ्नो भविष्य निर्माण गरिरहेका छन्। आश्रममा रहेका बालिकाहरू विद्यालय शिक्षादेखि उच्च शिक्षासम्म अध्ययन गर्ने अवसर पाइरहेका छन्। साथै उनीहरूको व्यक्तिगत विकासका लागि योग, ध्यान, सङ्गीत, नृत्य जस्ता अतिरिक्त क्रियाकलापहरू पनि सञ्चालन गरिन्छ। राम जानकी बालिका आश्रमको विशेषता भनेको यहाँ बालिकाहरूलाई केवल पढाइमा सीमित नराखी उनीहरूको नैतिकता, आत्मविश्वास र आत्मनिर्भरता विकासमा विशेष ध्यान दिइन्छ। श्रीराम नारायण भगवान श्रीरामको रूप लिएर यस धरतीमा लीला गर्न आउनु भएको छ। उहाँले जुन जुन चरित्र गर्नुहुन्छ, कर्म गर्नुहुन्छ, उहाँको त कृपा हो, यो जगतलाई सिकाउन आउनु भएको हो। आज हाम्रो यस देवघाट धाम श्रीराम जानकी बालिका आश्रमको यो अवलोकनमा सर्वप्रथम त देवघाट धाम स्थित नेपालको मध्यभागमा रहेको चितवन जिल्लाको देवघाट धाम 1 मा रहेको श्रीराम जानकी बालिका आश्रममा सबैलाई हार्दिक स्वागत, अभिनन्दन गर्न चाहन्छु। 67 सालमा स्थापना भएको लोककल्याण सेवा प्रतिष्ठानले शाखा कार्यालयको रूपमा स्थापना गरेको यो श्रीराम जानकी बालिका आश्रम, यहाँ अहिले हाल 37 जना बालिकाहरू छन्। ती सबै 37 जना बालिकाहरूलाई आश्रमले घाँसबास कपासको साथै आधुनिक शिक्षा र गुरुकुलीय दुवै शिक्षालाई उत्तिकै महत्त्व दिएर अगाडि बढाइरहेको छ। यो एकाडेमिक एजुकेसन अन्तर्गत बालिकाहरू यस आश्रममा शिशु कक्षादेखि मास्टरसम्म अध्ययन गर्दै हुनुहुन्छ भने अध्यात्म क्षेत्रमा यस आश्रममा आश्रित बालिकाहरू नै भागवत कथा वाचकको रूपमा आफूलाई एउटा नयाँ
मार्गमा अग्रसर गरिरहनु भएको छ। हामीले यसरी यात्रा गर्दै गर्दा यस आश्रममा म आफै आश्रित भएको पनि आज 17 वर्ष बितेछ। यो आश्रमले सबै कुराहरूलाई परिपूर्ति गर्दै गर्दा मेरो अध्ययन र क्षेत्रमा सहयोग गर्दै गर्दा अहिले म मास्टरको मा पनि अङ्ग्रेजी विषय लिएर पढ्दैछु भने अध्ययन गर्दैछु भने यता शास्त्रीलाई मैले संस्कृत विषयबाट पूर्ण गरेँ र अहिले वर्तमान अवस्थामा यो लोककल्याण सेवा प्रतिष्ठान श्रीराम जानकीले बालिका आश्रमले जुन वाचिकाहरू उत्पादन गर्नुभएको छ त्यसमध्येको प्रथम भागवत वाचिका उमा महेश्वरी नामले आफूलाई पहिचान दिलाएकी छु। आदरणीय गुरु रामेश्वर खनालज्यूको छत्र छायामा आदरणीय गुरुआमा माता सावित्री टन्डनको छत्र छायामा बसेर यस्ता कुराहरू यस्ता ज्ञानवर्धक कुराहरू हामीले सिक्न पाएका छौँ। भागवतका गहन विषयहरूलाई अध्ययन गर्न पाएका छौँ। तसर्थ यहाँहरूले पनि यदि यस आश्रमसँग जोडिँदै गर्दाखेरि यस्ता विषयहरूसँग पनि हजुरहरू जोडिन सक्नुहुनेछ। हजुरलाई ओहो हामी पनि आश्रमका बालिकाहरूलाई ल्याएर भागवत गरौँ भन्दाखेरि हामीहरू हजुरहरूका लागि भनेर सदैव कथाहरू गर्नको लागि तयार छौँ। यहाँ नानीहरू त्यसरी तयार हुनुहुन्छ। हाम्रो यस आश्रममा ग्रह शान्तहरूका कर्महरू हुन्छन्, व्रतबन्धका कर्महरू हुन्छन्, जन्मदिन, पितृ कार्य, एनिभर्सरी जस्ता संस्थाका बृहत वार्षिकोत्सव जस्ता कार्यक्रमहरू हामीले यस आश्रममा गर्ने गरेका छौँ। यसै आश्रमको प्राङ्गणभित्र पनि हामी गर्ने गरेका छौँ भने यदि हजुरहरूले बाहिर गर्नुभएको छ र नानीहरूलाई बोलाउन भन्नुभयो भने पनि हामी त्यहाँ आएर पनि कर्म गर्ने गरेका छौँ। बालिकाहरूको मानसिकता सांस्कृतिक विकासका लागि विभिन्न धार्मिक तथा शैक्षिक स्थलहरूको भ्रमण गराइन्छ, जसले उनीहरूमा सकारात्मक सोच, अनुशासन र समाजप्रति जिम्मेवारीको भावना विकास गराउँछ। सरकारको नीति अनुसार पहिचान खुलेका बालिकाहरूलाई परिवारमा पुनर्स्थापना गर्ने प्रयास गरिन्छ र परिवार नभएका वा फर्कन नसक्ने बालिकाहरूलाई यही आश्रममा सुरक्षित वातावरणमा राखी उनीहरूको उज्जवल भविष्य सुनिश्चित गरिन्छ। आज राम जानकी बालिका आश्रम जोखिममा रहेका बालिकाहरूको जीवन परिवर्तन गर्ने एक महत्त्वपूर्ण केन्द्र बनेको छ। 2067 सालमा स्थापना रहेको यस संस्था आजसम्म धेरै बाधा र व्यवधानसहित यहाँसम्म आएको छ। नेपाल मात्र एकमात्र यस्तो संस्था जुन संस्था 6 महिनाका नानीहरूदेखि ब्याचलर्स पढ्ने भान्जीहरू समेत छन्, जहाँ कि आधुनिक शिक्षासँगै गुरुकुलीय शिक्षाको पनि हामीले व्यवस्था गरेका छौँ यहाँ। त्यसैले यो फरक छ। यो हामी अब्बलका साथ भन्छौँ, यो नेपालमा नै फरक एक संस्था हो। त्यसैले यो संस्था यहाँसम्म आइपुग्दासम्म र यो संस्था 2067 सालदेखि आज 2083 सालसम्म यहाँसम्म आउँदासम्म सबैको माया, सबैको प्रेम, सबैको सद्भाव र सबैको हौसलाले हामी यहाँसम्म आएका छौँ। यहाँसम्म आइपुग्दासम्म हामीहरूलाई साथ सहयोग गर्ने नेपाल सरकार, स्थानीय सरकार, भरतपुर महानगरपालिका वडा नम्बर 1 र सम्पूर्ण संस्थाहरू, लायन्स क्लब, रोटरी क्लब, आमा समूह र हाम्रा आफ्नै संस्थाका आजीवन सदस्यहरू र परोपकारी मनहरू सबैप्रति म हृदय तहदेखि नै आभार व्यक्त गर्न चाहन्छु। तपाईँहरूको साथ बिना, तपाईँहरूको सहयोग बिना पक्का पनि हाम्रो यो संस्था एउटा यो उचाइमा पुग्न सक्ने थिएन। त्यसैले म हृदयदेखि नै तपाईँहरूलाई नमनका साथ आभार व्यक्त गर्न चाहन्छु। यहाँ हरेक बालिकाले नयाँ सपना देख्न र पुरा गर्न सक्ने अवसर पाउँदै आएका छन्। विभिन्न धार्मिक कार्यक्रमहरूमा राम जानकी बालिका आश्रमका बालिकाहरूको सक्रिय सहभागिता देख्न सकिन्छ। मन्दिर, सत्सङ्ग तथा विशेष धार्मिक अवसरहरूमा यी बालिकाहरूले आत्मविश्वासका साथ कथा वाचन प्रस्तुत गर्दै आएका छन्। श्री कृष्णाय वयं नमः। आदरणीय श्रद्धालु भक्तजनहरू, हामीले श्रीमद् भागवत महापुराणको महात्म्यको प्रथम अध्याय भर्खर श्रवण गरिसक्यौँ। अब त्यो अध्यायमा के भन्न खोजिएको छ त भनेर अब श्रवण गरौँ। त्यो पनि आउँदैन मलाई, तन्त्र मन्त्र स्त्रोत्रहरू केही पनि
आउँदैन। हजुर हुनुहुन्छ भन्ने मलाई थाहा छ, तर हजुरलाई मन पर्यो त्यो स्तोत्र पनि मलाई आउँदैन। मलाई पूजा गर्नलाई यहाँ हातमा थाली बोकेर त आउँछु, तर आउने बित्तिकै हाम्रो बानी कस्तो छ, यति धेरै थाली भयो अबिर केसरी चन्दन सबै हालेर ल्याउँछौँ, फुलहरू सबै ल्याएर आउँछ भने परे भने यस्तो हो त पूजा गर्न पर्ने। तर हामीलाई त्यसरी पूजा पनि गर्न आउँदैन हामीलाई होइन। भगवतीलाई त लगेर यो औँलाले लगेर भगवतीलाई यहाँ चन्दन बनाएर यसकी माथमा लगाइदिने हो। पहिल्यै कसैले लगाइदिइसकेको टिकामाथि कहिले पनि थप्न आउँछ। यहाँ हाम्रा आमाले टिका लाउन आउने बेलामा भनिरहन्छ, आमा यो बिचमा नलाउने यता यता लगाइदिनु है भन्नुपर्छ कि, किनभने हामीले त भगवतीको प्रसाद पहिले लगाएर आइसकेका हुन्छौँ। त्यही माथि थप्दाखेरि त खाए नखाए घिच भने जस्तो जबरजस्ती लगाएर, त्यही भएर जहाँ खाली भेट्छौँ हामीले त्यो ठाउँमा लगाइदियौँ ताकि अर्काको श्रद्धामाथि लगेर जबरजस्ती आफ्नो श्रद्धा झगेर। अब हामी मन्दिरमा जाँदाखेरि भगवतीलाई तिलक लगाउँछौँ। अब भगवतीको निधारमा अहिले त मखमलको तिलक बिचमा ओम लेखिएको, नभए विभिन्न त्यो डायमन्डहरू टाँसेको टिकाहरू त हामीले आजभोलि मार्केट कस्मेटिक पसलमा पाउँछौँ। अनि लगेर त्यही टिकाको एउटा झिकेर लगाइदिउँ। अनि कहिलेकाहीँ हाम्रो बानी कस्तो छ, त्यही टिका झिक्यो यताबाट राख्यो मुख पुस्थ्यो, अनि फेरि त्यही टिका लगाएर देवीलाई तसाउने। हाम्रा आमाहरू कहिलेकाहीँ यो निधारमा लागिरहेको रातो टिकाको ऐनामा टाँस्नुहुन्छ, मुख धुनुहुन्छ, त्यही झिक्नुहुन्छ, फेरि आउनुहुन्छ। कथा वाचन मार्फत उनीहरूले धार्मिक ज्ञान मात्र होइन, संस्कार र नैतिक मूल्यहरू पनि समाजमा फैलाइरहेका छन्। उनीहरूको मधुर स्वर, स्पष्ट प्रस्तुति र उच्च आत्मविश्वासले कार्यक्रमलाई अझ प्रभावकारी बनाउने गरिरहेको छ। यसरी विभिन्न धार्मिक कार्यक्रममा राम जानकी बालिका आश्रमका बालिकाहरूले कथा वाचन मार्फत संस्कार र सदाचारको सन्देश फैलाउँदै आएका छन्। जो हाल म लोककल्याण सेवा प्रतिष्ठानद्वारा सञ्चालित श्री राम जानकी बालिका आश्रममा करिब 12 वर्षदेखि रहँदै आएको छु र यो प्रकृतिको एउटा संयोग भनौँ वा केही भनौँ, भगवानले जब म जन्मेको 6 वर्ष पुगे, 6 वर्षको अवस्थामा नै यस्तो पावन लोककल्याण सेवा प्रतिष्ठानद्वारा सञ्चालित श्री राम जानकी बालिका आश्रममा जोड दिने, संयोग गराउने, मैले त त्यसको साथसाथै पनि एउटा गुरुकुलीय शिक्षा, गुरुकुलीय माहौलमा रहेर विभिन्न प्रकारका ज्ञानसहित विज्ञान पनि अध्ययन गर्ने सुअवसर प्राप्त गरिरहेकी छु। किनभने अहिले मैले त्यही क्रममा हामीलाई यस आश्रममा रुद्री, भागवत, श्रीमदेवी भागवत, वेद जो आफैमा एउटा कठिन विषय छ, त्यो कठिन विषयलाई पनि हामीलाई पठन पाठन गराएर विभिन्न प्रकारको ज्ञानहरू दिनुहुन्छ। किनभने जीवनमा एउटा विज्ञान मात्रै ठुलो कुरा हुँदैन, विज्ञानसँगै ज्ञान पनि ठुलो कुरा हुन्छ। ज्ञानले नै हामीलाई जिउन सिकाउँछ भने त्यस्तो सुज्ञान हामीलाई यहाँ प्रदान गरिरहनु भएको छ। त्यही ज्ञानले गर्दा अहिले म विभिन्न ठाउँमा गएर श्रीमद्देवी भागवत, श्रीमद् भागवत लगायत विभिन्न पुराणहरू पनि प्रवचन गरिसकेको छु र आश्रमकै देन हो, मैले यत्रो अवस्थामा भएको छु, सबै भक्तहरूको प्यार भएको छु। यत्र नारीस्तु पूज्यन्ते रमन्ते तत्र देवता, जहाँ नारीको सम्मान हुन्छ, पूजा हुन्छ, त्यहाँ देवताहरू पनि अत्यन्त प्रसन्न हुनुहुन्छ, खुसी हुनुहुन्छ भन्ने मन्त्रका साथ, मर्मका साथ श्री लोककल्याण सेवा प्रतिष्ठान 2067 सालमा काठमाडौँको गौरीघाटमा स्थापना भए। अहिले चितवनको देवघर धाममा चाहिँ शाखाको रूपमा रहिरहेको छ। यस बालिका आश्रममा म बस्दै आइरहेकी, अध्ययन गर्दै आइरहेको चाहिँ 10 वर्ष भइसकेको छ र मैले चाहिँ संस्कृत व्याकरण विषय लिएर गैँडाकोट स्थित श्री कालिका विद्यापीठमा व्याकरण सब्जेक्ट लिएर पढिरहेकी छु र मैले विभिन्न भागवतहरूको उपन्यासमा पनि बसेर भागवतहरू भन्ने गरेको छु र मेरो भावी लक्ष्य भनेको चाहिँ समाजमा भएका, अहिले त यो समयमा त विभिन्न विज्ञानको युग रहेको छ, विज्ञान साइन्सको युग रहेको हुनाले म चाहिँ हामी जस्ता बालबालिकाहरूलाई संस्कृत विषयमा चाहिँ दक्ष बनाउने, ज्ञान दिने मैले विषय पनि त्यही लिइरहेकी छु र यही परम्परादेखि चलिआएको यस विषयलाई चाहिँ म त्यो बालबालिकाहरूलाई सिकाउने मेरो उद्देश्य रहेको छ। यहाँ विगत 8 वर्षदेखि रहिरहँदाखेरि सर्वप्रथम त मलाई आश्रमले 1 नम्बरमा मलाई आश्रय प्रदान गर्यो। त्यसपछि उच्च शिक्षा, संस्कार
र साथसाथै यो भौतिक जगतमा बाँच्नको लागि रिझ्नको लागि एउटा आधुनिक शिक्षा जसरी हाम्रो कोर्सहरू हुन्छ त्यसरी अहिले म ब्याचलर फर्स्ट इयरमा पढिरहेको छु भने यता आश्रममा रहेर गुरुकुलीय पद्धतिअनुसार रहेर अध्यात्म चिन्तन बिना अध्यात्म चिन्तन वा अध्यात्म ज्ञान दिन बिना मान्छे पूर्ण मानव बन्न सक्दैन भन्ने ध्येयले यता रहेर एउटा अध्यात्म क्षेत्रमा विभिन्न प्रकारका पुराणहरू भागवतहरू यसरी अध्ययन गरेर अध्यात्म चिन्तनहरू गरिरहेका छौँ र आश्रमले यसरी आधुनिक शिक्षाको साथसाथै गुरुकुलीय शिक्षाहरू प्रदान गरेर एउटा सक्षम असल र सभ्य नागरिक बन्नको लागि विशेष महत्त्वपूर्ण भूमिका निभाउँदै आइरहेको छ र म आफै यहाँ रहेर अध्ययन गरिरहँदाखेरि आफ्नो जीवनशैली व्यतीत गरिरहँदाखेरि एउटा आश्रमले मलाई यता ब्याचलरसम्म अझैसम्म पनि अध्ययन गरिरहेको छ भने उताको पक्षमा रहेर म गुरुकुलमा रहेर विभिन्न प्रकारका वेद पुराणहरू उपनिषदहरू पढेर अहिलेको समाजमा एउटा यो भौतिक शिक्षाले मात्रै पुग्दैन हैन, मान्छेले एउटा सभ्य बन्नको लागि एउटा स्किल डेभलप गरेर संस्कार यो समाज कुन मोडतर्फ जानु छ, वास्तवमा मान्छे कसरी जिउनुपर्छ भन्ने कुरा चाहिँ यसरी अध्यात्म ज्ञानले सिकाएको छ र सोही ज्ञान मैले उक्त श्रीराम जानकी बालिका आश्रमबाट हासिल गरेको छु र आज आश्रमले एउटा श्रीमद् भागवत महापुराणको माध्यमबाट त्यति उच्च पदसम्म महिलाहरूले नारीहरूले र छोरीहरूले पनि केही गर्न सक्छन् भनेर एउटा अहम भूमिका निर्वाह गरेर यस्तो प्रकारको शिक्षा प्रदान गर्नुभएको छ र हामीहरूले यहाँबाट उत्पादन भइरहँदाखेरि केवल बालिका आश्रमको मात्रै उत्पादन नभएर समग्र राष्ट्रको देशको छोरीहरू हुन् र देशलाई नै एउटा लिड गरेर अगाडि रहेर यो समाजलाई एउटा सकारात्मक धारातर्फ लानेछौँ र हामीले गरेका कर्म र योगदानले पक्कै पनि समाज एउटा सकारात्मक तर्फ जानेछ र एउटा परिवर्तनको स्वरूप लिनेछ भन्ने हामीलाई आशा एवं विश्वास लिएका छौँ। म यो आश्रममा 10 वर्ष हुन लाग्यो मेरो आश्रममा बसेको। मलाई चाहिँ यो आश्रममा बसेर नयाँ जीवन प्राप्त गरेकी छु मैले, किनभने सायद म सानोमा यो आश्रमको आश्रय नपाएको भए कहाँ जान्थेँ होला, के गर्थेँ होला, आजसम्म यो स्थानमा आइपुग्दिन थियो होला। मलाई यो स्थानमा पुर्याउनुको लागि साथ सपोर्ट यो आश्रयस्थल दिनु भएको यो आश्रमले नै हो। यहाँको संरक्षक माता सावित्री टन्डन एवं गुरु एवं मामा रामेश्वर प्रसाद खनाल हुनुहुन्छ। उहाँहरूकै छत्रछायामा बसेर मैले चाहिँ यो हाम्रो जीवन के हो, जगत के हो, यस्ता आध्यात्मिक शिक्षा ग्रहण गरेँ भने आध्यात्मिक हिसाबले पनि आधुनिक हिसाबले पनि अहिलेको न्यू जेनेरेसनमा हामी कसरी चल्ने, यो आध्यात्मिक शिक्षालाई पनि यो आधुनिक शिक्षासँग कसरी अगाडि बढाउने भन्ने दिव्य ज्ञान गुणका कुराहरू सिकेको छु र यो जीवनमा यो सिकेको ज्ञान गुणका कुराहरू पनि आफ्नो जीवनमा लागू गर्दै यो समाजमा पनि यो ज्ञान गुणका शिक्षाहरू आफूले सिकेर सम्पूर्णलाई यो शिक्षा प्रदान गर्नको लागि म हरेक दिन यही कार्य गरिरहनेछु भन्ने विश्वास लिएको छु। जय श्री राधे। नारायणघाट मुगलिन सडक अन्तर्गत आँपटारीबाट आश्रमको यात्रा सुरु हुन्छ। देवघाट क्षेत्रतर्फ जाने प्रमुख प्रवेशद्वारका रूपमा परिचित आँपटारीबाट अगाडि बढ्दै जाँदा हरियालीले आनन्दित बनाउँछ। केही अगाडि पुग्दा बागेश्वरी गौशाला भेटिन्छ, जहाँको धार्मिक वातावरणले मनमा श्रद्धा र शान्तिको अनुभूति गराउँछ। त्यसपछि बाँदर पार्क हुँदै अघि बढ्दा बाटो अझ रमणीय, हरियाली र प्राकृतिक सौन्दर्यले भरिएको देखिन्छ। यहाँबाट अगाडि बढ्दै जाने क्रममा शान्त आध्यात्मिक ऊर्जा र सकारात्मक कम्पनले भरिएको यो पवित्र राम जानकी बालिका आश्रम, जहाँ ध्यान, सेवा र साधनाको सुन्दर सङ्गम देख्न पाइन्छ। राम जानकी बालिका आश्रमका नानीहरू यहाँ 32 जना विद्यार्थीहरू यहाँ पढ्दैछन् र यी नानीहरू अरू विद्यार्थीहरूको तुलनामा अत्यन्तै अनुशासित पनि छन् र यो विद्यालयमा अरू विद्यार्थीको तुलनामा पनि प्रथम, द्वितीय, तृतीय करिब जति लगभग 32 जना विद्यार्थीहरू हुन्, लगभग 25-26 जना विद्यार्थीहरू चाहिँ लगभग प्रथम, द्वितीय र तृतीय स्थान चाहिँ ओगटिरहेका छन्। अतिरिक्त क्रियाकलापमा पनि अब्बल छन् र सांस्कृतिक कार्यक्रम अन्तर्गत कहिलेकाहीँ
नृत्य प्रतियोगिता हुन्छ, हामीले विभिन्न ठाउँमा लान्छौँ र नानीहरूले विद्यालयका नाम राखेर नानीहरूले केही न केही पुरस्कारहरू ल्याएको पनि रेकर्ड छ। र अरू यहाँ नानीहरूले होमवर्क पनि नियमित बुझाएका हुन्छन्। अतिरिक्त क्रियाकलापहरूमा जस्तै कतिपय कुराहरू यहाँ हाम्रो कविता प्रतियोगिता भएको हुन्छ, निबन्ध प्रतियोगिता भएको हुन्छ, त्यस्तै गरेर अन्य स्थानीयमा भएका क्रियाकलापहरू जस्तै दुना टपरी गाउने क्रियाकलापहरू पनि भइरहेको अवस्थामा पनि नानीहरूको चाहिँ यहाँ राम्रो स्थान छ र प्रथम द्वितीय तृतीय स्थान चाहिँ ओगटेको चाहिँ अभिलेख अहिले पनि छ। आश्रममा हामीहरू त्यहाँ जाँदाखेरिको अवस्थामा पनि नानीहरूले जुन हामीलाई गर्ने मान सम्मान हामीले मात्र नभएर अरू जति पनि जानुहुन्छ दाताहरू अथवा शुभेच्छुक सामाजिक भावना भएका व्यक्तित्वहरूलाई पनि उहाँले सम्मान राम्रोसँग गर्नुहुन्छ। र उहाँले हामी बिहान सावित्री टन्डन जुन सञ्चालिका हुनुहुन्छ उहाँको भनाइअनुसार पनि उहाँ नियमित रूपमा नानीहरू बिहानै उठ्ने अनि संस्कारहरू जुन हाम्रो त्यहाँ हुनुपर्ने संस्कारहरू जति पनि गर्नुपर्ने छ त्यो गर्ने, नित्य कर्महरू गरेर अनि आफ्नो अध्ययनमा लगनशील हुने, होमवर्कहरू गर्ने र त्यसपछि विद्यालय जाने कुराहरू र विद्यालयमा 4 बजीसम्म पढिसकेपछिको अवस्थामा पनि उहाँ गएर फेरि आफ्नो कामहरू होमवर्क गर्ने र त्यहाँ भएका नित्य कामहरू पनि गर्ने कुराहरू चाहिँ हामीले चाहिँ देखिरहेका छौँ। समर्पण, सेवा र संस्कारको सङ्गम लोक कल्याण सेवा प्रतिष्ठान र त्यस अन्तर्गत सञ्चालित राम जानकी बालिका आश्रम आज केवल संस्था मात्र होइन, धेरै बालिकाहरूको जीवन बदल्ने एक प्रेरणादायी अभियान बनेको छ। सहृदय मन भएकाहरूले यहाँसम्मको यात्रा गरेर पुण्य लाभ प्राप्त गर्न सक्नुहुनेछ।